के नेपालमा घेउराको सब्जी मिठो लाग्ने गनेर 5 जनै छैनन् र त्यो घेउरालाई चाहिँ नेपाली घर घरमै एउटा मस्ट हेटेड सब्जीको रूपमा एकदमै प्रचलित छ नि त। अनि मलाई मेरो साथीहरूले मलाई घेउरा मनपर्छ भनेर उनीहरूले थाहा पाएपछि त्यही भन्छन् क्या, त्यो 5 जना मध्येमा 1 जना नै फर्चस होला पक्कै पनि हुन्छन्। उनीहरूलाई त्यो घेउरा मिठो लाग्दैन। अनि अझ मैले सानोदेखि मेरो लाइक सराउन्डिङमा मतलब मेरो उमेरको मेरो ठुलो सानो दाइ दिदीहरूलाई हेर्दा लाइक कसैलाई नि मनै पर्दैन भन्छन् क्या। अनि मलाई चाहिँ होइन हप्तामा लाइक 7 दिन पनि घेउरा खा भन्दा पनि खान सक्छु क्या। मलाई लाइक मासु भन्छ मलाई, तर घेउराको सब्जी पकाइदियो मलाई भयो क्या। म त कस्तो अचम्म लाग्थ्यो क्या यस्तो सुन्दा त। अझ हुँदो यस्तो भनेर मलाई मेरो साथीहरूले यसको बर्थडेमा त एकदम मासु साथी घेउरै पकाएर पनि दिन बेर लाग्दैन भन्दै पुरा खिच्चाउ राख्ने क्या। लाइक वाइ सो मच हेटेड टुवर्ड्स घेउरा क्या। मलाई त कस्तो अचम्म लाग्छ क्या। त्यो हेटेड जस्टिफाइड हो त? तपाईँहरूलाई चाहिँ के जस्तो लाग्छ आफ्नो ओपिनियन दिनुहोस् है त।